ज्योति परम ब्रह्म दीप ज्योति जनार्दन दीपो हरहरू त्यसै गरी रोइरहेका छन्, काउडी रोइरहेका छन्। त्यो काउडी त वेदीमा त्यत्रा मान्छेका बिचमा पनि नउडेर त्यही बसिराख्यो, जुन यो अभूतपूर्व यो शङ्करदेव पछाडि त्यस्तो महामानव जन्मिएको भन्ने अहिले हामीलाई थाहा माने त्यस्तो अनुभव हुँदैछ। भन्ने कुरा बनाए मैले बुझ्छ है। आजदेखि यो दिगली पथार राईलाई सम्झाइयो अर्पण गरियो। हाम्रा पूज्य बढीबा श्रीजुत भीमलाल उपाध्याय गुरागाई र उहाँका सुपुत्र सभापति हुनुहुन्छ र उहाँ यस निर्माण कार्यमा हाम्रा मिन्टुप्रसाद उपाध्यायजीको जुन अवदान हो त्यो हामी के भन्नु र उहाँको कर्म धेरै धेरै धन्यवाद। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् भवेत्। सबैलाई उहाँ जान हुन अनुरोध गर्छु। अब गएर सभामा आसन गर्नु। मंगलाचरण गाई भए समर्थन गर्नका लागि निकाल्नु होला नि दिनांक 24/9/2025 दिवाली पथा प्रशंसा पत्र श्रीमान टंकनाथ धमलाज्यू सपत्नी श्रीमती दमयन्ती देवी हेरासुटी विश्वनाथ असम। मान्य गरेछु सर्वप्रथम दिवाली कथा दुर्गोत्सव समितिको तर्फबाट हजुरहरूलाई हार्दिक प्रणाम टक्राउन चाहन्छु। समाज हितैषी धर्मपरायण र यो प्रशंसा पत्र राजन कार्कीज्यूका बाहुलीबाट टंकनाथ धमलाज्यूलाई अर्पण गर्न हुन अनुरोध। दिगली पथाल ग्रामवासी तो दबामा के होला के भन्दा बिस्तारै बिस्तारै यति राम्रो हुँदै गयो। यहाँ धेरै प्रयासहरू भयो।
ट्र्याक्टरले माटो दिने व्यवस्थाहरू भयो। सदस्यले सानादेखि